आज चाहिँ म एक्सेलमा बोर्डर किन लाइन्छ भन्ने कुरा सिकाउन गइरहेको छु। हामी डाटाहरूमा किन बोर्डर लाइन्छ भन्दाखेरि डाटामा क्ल्यारिटी आओस्। अर्को कुरा डाटा हाइलाइटिङ गर्न सजिलो होस् र मेन कुरो भनेको इरर कम आओस् भन्नको लागि हामी के गरिन्छ त बोर्डरको प्रयोग गरिन्छ अथवा डाटा एनालाइज गर्न सजिलो होस् भनेर पनि हामी के गर्छौँ त बोर्डरको प्रयोग गरिन्छौँ। बोर्डरको प्रयोग गर्ने दुई तरिका छ। एउटा तरिका भनेको म देखाउँछु। जस्तै मैले लेखेको डाटाको यहाँ लगेर मैले यो सेलमा मैले के गरेँ त कसर राखेँ B5 भन्ने सेलमा। त्यसपछि मैले के गर्छु त कन्ट्रोल ए थिच्ने बित्तिकै अल सेलेक्ट हुन्छ। मैले लेखेको डाटामा मैले जहाँ पनि लगेर कर्सर राखेँ जुनै सेलमा राखेर पनि मैले कर्सर राखेँ भने त्यो कन्ट्रोल ए थिच्ने बित्तिकै के हुन्छ त अल सेलेक्ट हुन्छ। त्यस पछाडि मैले यहाँ गएँ होम भन्ने ट्याबको फन्ट भन्ने रिबनमा गएँ। त्यसपछि मैले यहाँ अल बोर्डरमा गएँ र यहाँ थिच्ने बित्तिकै के लाग्यो त अल बोर्डर भन्ने लागिसकेको छ। बोर्डर सबैमै लागिसकेको छ। राम्रो क्लियर पनि देखिएको छ। अघि हाम्रो डाटा यस्तो थियो, अब अहिले कस्तो भएको छ त यस्तो भएको छ बोर्डर लाग्ने बित्तिकै। र अर्को तरिका बोर्डर लाउने के छ भन्दाखेरि फेरि हामी त्यसै गरी एउटा लेखेको जुन पनि डाटामा गएर आफ्नो कर्सर राख्ने, त्यसपछि कन्ट्रोल ए थिच्ने बित्तिकै अल सेलेक्ट हुन्छ। अल सेलेक्ट भइसकेपछि के गर्ने भन्दाखेरि किबोर्डमा अल्ट एच बी ए थिच्ने बित्तिकै के लाग्छ त अल बोर्डर लाग्छ। र यो अल बोर्डर यो HBA अल प्लस HBA भनेको चाहिँ के हो भन्दाखेरि एड अल बोर्डर्स भनेर भनिन्छ क्या यसलाई। सर्टकट की हो यो। अल्ट प्लस एसले भनेको ओपन द होम ट्याब भन्ने सङ्केत दियो। बीले भनेको बोर्डर मेनु ओपन गर भन्ने यसले कमान्ड दियो। र ए भनेको चाहिँ चुज के हो त अल द बोर्डर भनेर चुज गर भनेर कमान्ड दियो। त्यही भएर हामीले अल प्लस HBA गरेर पनि बोर्डर लाउन सक्छौँ। र यहाँ गएर फन्टमा गएर हामीले सेलेक्ट यो बोर्डरमा गएर अल बोर्डर गरेर पनि यसरी बोर्डर लाउन